नमस्कार, वेलकम टु टक विथ बसियो। सो हामीले चाहिँ यो पोडकास्टमा नेपालको ट्राभल, टुरिज्म, हस्पिटालिटी र स्टार्टअप इकोसिस्टमको चाहिँ रियल स्टोरिजहरू चाहिँ गरिरहेको हुन्छौँ। रियल स्टोरिजहरू चाहिँ पेस गरिरहेको हुन्छौँ। सो यो चाहिँ टक विथ बसियोको फर्स्ट एपिसोडमा हामीले बसियो सर्भिसेसको को-फाउन्डर प्लस सिइओ दिपक पौडेल सरलाई चाहिँ बोलाएको छौँ। सो वेलकम सर। थ्याङ्क यू सो मच। सो अब हजुरको स्टोरी पार्टबाटै सुरु गरौँ होइन। अब यो बसियोको आइडिया चाहिँ हजुरलाई कसरी र किन, भनौँ न, अब हजुरको पर्सनल कुनै ट्राभल इन्सिडेन्ट्सबाट होस् अथवा चाहिँ केही अरू नै भिजन पहिलेदेखि थियो, कसरी सुरुवात भयो बसियोको चाहिँ? बसियोको चाहिँ अब स्टार्टिङ जर्नी चाहिँ कसरी भयो भन्दा अब त्यसको लागि चाहिँ मेरो ब्याकग्राउन्डबाट स्टार्ट गर्नुपर्छ। खास म जन्मेको हुर्केको चाहिँ कास्की पोखरा, अनि हामीले चाहिँ बच्चैदेखि टुरिज्मलाई देख्दै आएको, हस्पिटालिटी इन्डस्ट्री देख्दै आएको। तर त्यसलाई एकदमै नजिकबाट देख्दै गर्दाखेरि हस्पिटालिटीको यत्रो ठुलो इन्डस्ट्रीमा डिजिटल प्रेजेन्स, डिजिटल प्लेटफर्महरूको एकदमै हुन्छ नि अब कमी देखिएको त्यो हामीले पहिलेदेखि फिल गरिरहेको थियौँ। अनि सिन्स अब टेक इन्डस्ट्रीमा धेरै वर्षदेखि काम गरिरहेको भइसक्दाखेरि अब हाम्रो आफ्नै एउटा कुनै त्यस्तो खालको प्रडक्ट भइदियो भने चाहिँ एक हिसाबले नेपालमा हस्पिटालिटीलाई चाहिँ राम्रोसँग डिजिटाइज गर्न सकिन्थ्यो, ट्राभललाई चाहिँ एकदम कन्भिनियन्ट बनाउन सकिन्थ्यो होइन। सबैको हातमा भएको डिभाइसबाट चाहिँ सजिलै ट्राभल अथवा बुकिङहरू गर्न सकियो भने कति सजिलो हुन्थ्यो होला। जस्तै हामी विदेश जाँदाखेरि एयरबिएनबी अथवा होटेलहरू बुक गर्न जस्तो सजिलो चाहिँ नेपालमा भइदियो हुन्थ्यो भन्ने खालको रियलाइजेसन चाहिँ भइरहेको थियो। अब म आफै पनि ट्राभल इन्थुजियास्ट हो। अब म घुम्न जाँदाखेरि चाहिँ अब जस्तै हामी ट्रेकिङको ट्रेलहरूमा जाँदा होटेल बुक गर्न कति समस्या थियो, नम्बर खोजेर। त्यो सबै कुराहरूलाई चाहिँ हामीले एनालाइज गरेर होइन एउटा प्लेटफर्म बनाउन सकिन्छ भन्ने हिसाबले चाहिँ यसलाई सुरु गरे हो। अनि अब मेरो अर्को को फाउन्डर हुनुहुन्छ दाई, उहाँ चाहिँ अब अमेरिका बस्नुहुन्छ। उहाँ चाहिँ नेपाल आउनुभयो। बच्चासँग चाहिँ ट्राभल गर्न चाहिँ उहाँलाई होटेल त्यति कन्भिनियन्ट थिएन। उहाँले चाहिँ अब एयरबिएनबी बाहिर चलाइरहनु भएको, नेपालमा चाहिँ एयरबिएनबी जस्तै प्लेटफर्म भइदियो हुन्थ्यो भन्ने खालको त्यो सोच राख्नु भएको थियो। अनि त्यसैले हामीले चाहिँ अब बसियो एउटा एज अ भ्याकेसन रेन्टल प्लेटफर्म। त्यसरी चाहिँ अब हुन्छ नि एयरबिएनबी होइन, अब जस्तै नेपालको होमस्टेहरू एज अ एयरबिएनबी जसरी होटेल, लज र सबै खालको रिजोर्टहरूलाई समेट्ने गरी एउटा प्लेटफर्म बनाऊ भनेर त्यसरी सुरु गरेको। ओके। सो अब यस्तो ओटिए प्लेटफर्महरू त अलमोस्ट इन्टरनेसनल मार्केटले नै खाइरहेको छ नेपालमा पनि। सो नेपालको नै होटेल बुकिङ सिस्टममा चाहिँ ओभरअल अफलाइन होस् अथवा चाहिँ अनलाइन होस्, त्यसमै देख्नु भएको अब अलिकति मेन प्रब्लम जस्तो केही पेन पोइन्ट टाइपको चाहिँ हजुरलाई के लाग्छ? अब यस्तो छ, अब संसारमा ओटिए प्लेटफर्महरू एकदमै धेरै छ। अब अघि हजुरले भनिसक्नुभयो Booking.com, एगोडा होइन, अब एक्सपिडिया, यिनीहरू चाहिँ एकदमै ठुलो प्लेटफर्महरू हो। तर नेपालको केसमा चाहिँ नेपालको गभर्मेन्टको पोलिसीले नै अब जस्तै इन्टरनेसनल डलर कार्ड पेमेन्टको कुराहरूदेखि होइन, अब त्यसपछि अब उनीहरू विदेशी प्लेटफर्म भएको हुनाले लोकल सपोर्ट होइन, अब अथेन्टिसिटीको कुराहरू होइन, त्यो सबै कुराहरू चाहिँ अब नेपाली, अब हाम्रो चाहिँ बानी पनि कस्तो छ भन्दाखेरि चाहिँ अलिकति कम्युनिकेसन गर्नुपर्ने होइन। अब जस्तै म कहीँ घुम्न जाँदैछु भने त्यहाँको बारेमा बुझ्नुपर्ने, त्यहाँको मान्छेसँग मैले आफै कुरा नगरिकन चाहिँ मलाई ट्रस्ट नहुने जुन हाम्रो कल्चर छ, त्यो कल्चरलाई चाहिँ उनीहरूले अलिकति फिट नगरेको हिसाबले होइन। अब त्यो सबै प्लेटफर्मले सबै मान्छेको लागि रिचमा पनि छैनन्, किन भन्दा पेमेन्टको हिसाबले उनीहरू त्यो प्लेटफर्महरूमा चाहिँ नेपाली पेमेन्ट मेथडबाट पैसा तिर्नु पनि मिल्दैन। अनि त्यो एउटा ह्युमन टच पनि छैन, अनि एउटा अथेन्टिसिटी पनि छैन। त्यो हिसाबले चाहिँ एउटा नेपाली प्लेटफर्म हामीले बनाउन सकियो भने, नेपालीले नै बनाएको नेपाली प्लेटफर्म र नेपालीलाई चाहिँ त्यो अथेन्टिसिटी, त्यो एउटा ह्युमन टच चाहिँ हामीले हुन्छ नि एज अ सपोर्टको माध्यमबाट दिन सकियो भने चाहिँ बल्ल नेपालीहरूले चाहिँ हस्पिटालिटीमा चाहिँ फुल्ली डिजिटल हुन सक्छन् भन्ने चाहिँ हाम्रो उद्देश्य हो। लोकल प्लेटफर्म भएपछि लोकल सपोर्ट पनि पाइने भयो, उनीहरूलाई इजी पनि हुने भयो होइन। सो अब प्रोडक्ट पार्टमै जाउँ हामी होइन। अब बसियो भनेर हामीले भन्छौँ भनेपछि अब यसको मेन मिनिङ चाहिँ अब तपाईँले आफैले एक्सप्लेन गर्दाखेरि चाहिँ वाट इज बसियो होइन, यसको मेन पछाडिको अर्थ चाहिँ के लाग्छ? हजुर, अब यस्तो छ, हामीले चाहिँ बसियो नाम सुरुमा राख्दाखेरि चाहिँ हामीले सोचिरहेको थियौँ सिन्स अब लोकल प्लेटफर्म, लोकल अथेन्टिसिटीको कुराहरू गरिरहेको छौँ, त्यो गर्दाखेरि चाहिँ नामैले पनि नेपालीपन झल्कियोस् भन्ने उद्देश्य हो खासमा। म चाहिँ पोखरामा गएर यो होटलमा बसेँ, हामी त्यहाँ गएर बसेका थियौँ हुन्छ नि, त्यो बसेका थियौँबाट यहाँ गएर बसियो
यसरी चाहिँ हामीले बसियो राखेको होइन, सर्ट नाम अनि सबैले सुन्दाखेरि पनि नेपालीपन आओस् भन्ने हिसाबले होइन, त्यसरी चाहिँ राखेको नाम चाहिँ। सो अब भनौँ न नेपालको लागि त इजी नै हुने भयो बसियो भनेर गर्दाखेरि। सो अब इफ प्लानिङ छ अर इफ इन फ्युचर गइयो भने इन्टरनेसनल मार्केटमा चाहिँ मेबी भनौँ नियर बाईकै कन्ट्रीहरू इन्डियामा पनि प्लस चाइनामा पनि चाहिँ गइयो भने यो बसियो नामले चाहिँ कतिको केही इफेक्ट पार्छ भन्ने केही छ कि हजुरलाई? होइन, त्यस्तो नामले खासै केही पनि फरक पार्दैन। अब यसमा चाहिँ आफूले आफ्नो ब्रान्डलाई कसरी इस्टाब्लिस गर्ने मार्केटमा भन्ने कुरा हो होइन। अब हामीले एगोडा भनेर नाम सुन्छौँ, एगोडाको अर्थ हामीलाई केही थाहा छैन नि त होइन, त्यो पनि त विदेशी नाम नै हो। तर अब एउटा ब्रान्डको प्रेजेन्स भइसक्दाखेरि नामले खासै अर्थ राख्दैन होइन। अब झन् नेपालीपन अब मान्छेले सुन्दा ओ यो चाहिँ इन्डियन नेपाली संस्कृति नामसँग जोडिएको हो भन्ने खालको हुन्छ नि, त्यो चाहिँ झन् राम्रो हुन्छ होला पछि गएर। सो अब बसियोको स्टार्टअपको अर्ली डेजहरूमा चाहिँ अब मेन काम भनेको त होटेलहरूलाई नै जोडाउनु पर्यो होइन, होटेलहरूसँगै मेन कनेक्सन हुनुभयो स्टार्टिङमै। सो त्यो कनेक्ट हुँदै गर्दाखेरि तपाईँलाई चाहिँ कतिको अब गाह्रो भएको थियो जस्तो होइन, डिफ्रेन्ट सिटीमा नेपालको पनि पपुलर सिटिजहरू छन्, त्यो सबै पपुलर सिटिजमा चाहिँ होटेलहरूसँग कनेक्ट हुँदाखेरि अथवा चाहिँ होटेलहरूलाई चाहिँ एप्रोच गर्दाखेरि तपाईँलाई कतिको गाह्रो भएको थियो, कतिको हार्ड थियो त्यो टाइम? सुरुको स्टेजमा चाहिँ एकदमै गाह्रो थियो खासमा, किन भन्दा चाहिँ अब सुरुमा नेपाली प्लेटफर्म भन्ने बित्तिकै एउटा हुन्छ नि नेपालको अब हस्पिटालिटी इन्डस्ट्रीको सबै हुन्छ नि त्यस्तो होस्टहरूले चाहिँ अलिकति ट्रस्ट नगर्ने होइन, एभ्री अदर प्लेटफर्म जस्तो हो। अब सुरुमा आयो कुरा गऱ्यो, एकचोटि गएपछि हराउँछ, काम छैन जस्तो खालको एउटा थियो। अनि अर्को कुरा चाहिँ अब मार्केटै हाम्रो सानो छ, हामीलाई चाहिँ अफलाइन बुकिङले पुगिरहेछ, हामीलाई कल गरेर आउने कन्ट्याक्टले पुगिरहेछ, अथवा हामीले ट्राभल एजेन्सीहरूले दिइरहेछ, इन्डियन चाइनिज कस्टमरले पुगिरहेछ भन्ने खालको रेस्पोन्स धेरैबाट आउँथ्यो होइन। तर हामीले चाहिँ उहाँहरूलाई अब डिजिटल प्रेजेन्स किन चाहिन्छ होइन, अनि त्यसपछि चाहिँ बुकिङहरूदेखि एभ्री कुरालाई किन डिजिटाइज गर्नुपर्छ, त्यसको बेनिफिटहरू के हो होइन। अब एउटा बिजनेस रन गर्ने मान्छेले आफ्नो बिजनेस ग्रोथ गराउनलाई के कुरा हेर्नुपर्छ र हाम्रो जस्तो प्लेटफर्मले उहाँहरूलाई कस्तो खालको कुराहरूको एक्सेस दिन्छ र आफ्नो बिजनेसलाई कसरी ग्रोथ गराउन सकिन्छ भन्ने कुराहरू हामीले सिकाउँदै त्यसरी गयौँ। तर हामीले अनबोर्डिङको सिलसिलामा हामीले पोखराबाटै स्टार्ट गरेको, अनि पोखरामा चाहिँ सिन्स अब टुरिज्मको क्यापिटल पनि हो, अरू ठाउँभन्दा अनबोर्डिङ अलिकति सजिलो पनि भएको थियो हामीलाई। अब एउटा कुरा त ब्याकग्राउन्ड त्यहीँको पनि भयो, अनि तर प्लेटफर्म बनिसकेर होइन सबै कुरा एपहरू हेर्दै गइसकेपछि होटेलमा गएर कुरा गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ इम्प्रेस्डै हुनुभएको थियो। तर उहाँहरूको एउटा मात्रै कन्सर्न के भन्दा सुरुमा बिजनेस चाहिँ तपाईँहरूले दिन सक्नुहुन्छ कि सक्नुहुन्न, बिजनेस दिन सक्नुभयो भने हामीलाई केही पनि प्रब्लम छैन होइन, सबैको एउटा कम्बाइन्ड बोली चाहिँ त्यो थियो। अब तर अहिले बिस्तारै अब प्लेटफर्म ग्रो हुँदै जाँदाखेरि हामीले बिजनेस पनि पठाइरहेको छौँ, त्यो हिसाबले चाहिँ जति होटेलहरू हामीसँग जोडिनु भएको छ उहाँहरू त खुसी नै हुनुहुन्छ। सो अब भनौँ न बसियोलाई चाहिँ हजुरहरूले र हजुरको टिमले चाहिँ होटेल्सहरूको अगाडि अरू ट्राभलरको अगाडि प्रेजेन्ट गर्दाखेरि चाहिँ एज अ ओटिए भनेर मात्रै प्रेजेन्ट गर्नुहुन्छ कि अरू त्यसमा चाहिँ अरू कुराहरू पनि एड अन छ होइन, जस्तो भनौँ न जस्ट ओन्ली होटेल बुकिङ प्लेटफर्म त्यो पनि अनलाइन भनेर मात्रै प्रेजेन्ट गर्नुहुन्छ कि त्यसमा चाहिँ ब्याकएन्डमा हजुरहरूको अरू कामहरू पनि, जस्तो भन्नुको मतलब नट ओन्ली होटेल बुकिङ होइन, जस्तो पोखरा जाँदैछु म तपाईँले पोखरामा होटेल बुक गर्नको लागि मात्रै होइन, यो चाहिँ अरू पनि युजहरू छ यसको भन्ने पनि छ कि के छ? हजुर, अब ट्राभलरको पोइन्ट अफ भ्यूबाट त अब एज अफ नाउ चाहिँ हामी यो बुकिङको प्लेटफर्म नै हो होइन। अब किन भन्दा मेनली चाहिँ घुम्न जाने मान्छेहरूको लागि रुम चाहिएको छ, त्यो रुम चाहिँ अब हामीले हाम्रो प्लेटफर्मको थ्रुबाट पनि दिन्छौँ, हामीले यो बुकिङको सर्भिस फेरि अरू डिजिटल प्रडक्टहरूलाई पनि दिन्छौँ। जस्तै अब हजुरहरूले होटेल बुकिङको सर्भिसहरू हाम्रो पात्र एपमा भेट्न सक्नुहुन्छ, दामी एक्सपिरियन्स, अनि मोरु डिजिटल वालेट, त्यस्तै अरू डिफ्रेन्ट डिजिटल वालेटमा देख्न सक्नुहुन्छ होइन। त्यसको थ्रु चाहिँ युजरहरूले जुनसुकै एप चलाए पनि आफ्नो फोनबाट चाहिँ बुकिङ गर्न सकियोस् भन्ने एउटा उद्देश्य हो होइन, ट्राभलरको पोइन्ट अफ भ्यूबाट। अब त्यो गर्दै गर्दाखेरि चाहिँ हामीले त्यहाँ राखेको प्रपर्टीमा भएको फोटोहरू, त्यसको डिस्क्रिप्सन, एम्युनिटिजहरूको कुरा चाहिँ हामीले क्युरेट गरेर राख्छौँ, सो द्याट उनीहरू ट्राभलरले चाहिँ राख्दाखेरि चाहिँ बुकिङ गर्दा त्यहाँ केही पनि फरक नपरोस्, त्यो खालको इन्स्योरिटी चाहिँ हामीले दिन खोज्छौँ होइन, ट्राभलरको पोइन्ट अफ भ्यूबाट चाहिँ। तर होस्टको साइडमा चाहिँ हामीले एउटा यस्तो खालको इकोसिस्टम बनाइरहेको छौँ, त्यो इकोसिस्टममा चाहिँ होस्टहरू पसिसकेपछि उहाँहरूको लागि चाहिँ बिजनेसको हुन्छ नि सोर्सहरू
हामीले हेर्दाखेरि बसियो होला, उहाँहरूले हेर्दा सुरुमा बसियो देख्नुहुन्छ, तर उहाँहरूको लागि एकदमै ठुलो एउटा प्लेटफर्म चाहिँ हामीले बनाइरहेको छौँ। जस्तै अब पार्टनरसिपको हामीले अघि मोडालिटी कुरा गर्ने एउटा B2B मोडालिटी जस्तै डिजिटल प्लेटफर्महरूसँगको पार्टनरसिपबाट एक खालको बिजनेस आउँछ। हामीले टुर एन्ड ट्राभल एजेन्सीहरूसँग काम गर्दैछौँ होइन, उहाँहरूबाटको बुकिङ चाहिँ हाम्रो प्लेटफर्मको थ्रु नै होटेलहरूलाई जान्छ होइन। त्यसै गरी अब हामीले होस्टिङको ड्यासबोर्डमा अब होस्टहरूको लागि एउटा छुट्टै प्लेटफर्म दिन्छौँ, उहाँहरूले त्यहाँबाट क्यालेन्डरदेखि प्राइसिङ रेटहरू होइन, अब अफलाइन बुकिङदेखि धेरैवटा फिचरहरू युज गर्न सक्नुहुन्छ, जस्तै क्यालेन्डर कनेक्टहरू अरू प्लेटफर्महरूसँग होइन, यो सबै कुरा गर्न सक्नुहुन्छ। त्यति मात्रै होइन, अब कसैलाई चाहिँ डिजिटल सर्भिसेसहरू चाहियो, अरू सर्भिस चाहियो, जस्तै वेबसाइटहरू कुनै होटेलहरूले होइन बुकिङ सहितको माग्नु भने त्यो पनि हामी दिन सक्छौँ होइन। त्यस्तै गरी कसैलाई चाहिँ अब उहाँहरूको डिजिटल एसेटहरू मेन्टेन गर्न, जस्तै फेसबुक मेटा प्लेटफर्महरूमा आफ्नो हुन्छ नि प्रेजेन्सहरूको लागि हुन्छ नि केही हेल्प चाहियो भने त्यो पनि हामीले प्रोभाइड गर्न सक्छौँ होइन। त्यो सँगसँगै अब धेरैवटा कुराहरू हामीले भित्र इन्टरनली गर्दैछौँ। हजुर हजुर, हस्, थ्याङ्क यू। सो अब अर्को चाहिँ म आफै पनि एज अ युजर बसी एप युज गर्दै गर्दा मैले चाहिँ त्यहाँनिर एउटा डिफ्रेन्ट भनौँ होइन, नेपालीहरूको केसमा चाहिँ 20% एडभान्स पेमेन्टको मोडल जुन छ त्यो पनि देखेँ होइन। अब त्यो आइडिया चाहिँ हजुरलाई चाहिँ कसरी आयो? जब कि अब Booking.com-हरू र साथसाथै अरू प्लेटफर्मको पनि कुरा गरौँ, उहाँहरू चाहिँ अब पेआउट होटेल मोडल छ होइन। हामीसँग दुइटै 20% प्लस अर 100% पेमेन्टको मोडल छ। अब यो मोडल चाहिँ हजुरलाई चाहिँ कसरी आइडिया आयो? अरू अब यो मोडलले चाहिँ होटेल प्लस ट्राभलर्सलाई चाहिँ के बेनिफिट दिन्छ कि अरू उहाँहरूको लागि चाहिँ के प्रब्लम क्रिएट हुन्छ कि त्यसलाई चाहिँ कसरी एक्सप्लेन गर्नुहुन्छ? अब यसमा यस्तो छ, हामीले चाहिँ सिन्स प्रडक्ट बनाइराख्दाखेरि सुरुमा चाहिँ हाम्रो मेन उद्देश्य भनेको डिजिटाइजेसन थियो। अब यसमा चाहिँ मान्छेले जति पनि क्यासको ट्रान्जेक्सन गर्छन् त्यसलाई चाहिँ डिजिटल बनाऊ भन्ने थियो। जस्तै अब त्यसको लागि चाहिँ डिजिटल वालेटको थ्रु अथवा ब्याङ्क टु ब्याङ्क ट्रान्सफरहरू त्यो चाहिँ हामीले इनेबल गर्ने सोच थियो। त्यो अनुसार पेमेन्टहरू बुकिङ गर्दाखेरि हामीले त्यसरी इनेबल गरेको। तर नेपालमा स्टिल हुन्छ नि अब यो होटेल बुकिङ होइन ग्रासरुट लेभलमा मान्छेहरूले चाहिँ त्यति धेरै प्रयोग नगरिरहेको हुँदाखेरि सुरुमा चाहिँ फुल पेमेन्ट गर्नलाई, जस्तै होटेलको प्राइसिङ भनेको एउटा फोनको रिचार्ज गरे जस्तो होइन, 100-200 रुपियाँ होइन, त्यो प्राइस भनेको अलिकति बढी नै हुन्छ। एभरेजमा तपाईँको 2500 देखि अब 3000, 3500, 5000सम्म हुन्छ। त्यस्तो पेमेन्ट चाहिँ फुल पेमेन्ट गर्नलाई चाहिँ मान्छे अलिकति रिलक्टेन्ट भइरहेको हिसाबले चाहिँ हामीले होइन यसलाई चाहिँ बुकिङ कन्फर्मेसनको लागि चाहिँ पेमेन्टै नलिँदाखेरि होइन बुक गरिदिएर गेस्ट नगइदिने होइन, त्यस्तो खालको हुन्छ नि समस्याहरू चाहिँ होटेलहरूमा धेरै हुन्छ। जस्तै अहिले न्यू इयरको टाइममा पोखरामा कसैले होटेल बुक गरिदियो गइदिएन भने त होटेलको लागि त आफ्नो बिजनेस त लस भयो रुम राखिदिँदाखेरि। त्यो पोइन्ट अफ भ्यूबाट चाहिँ हामीले चाहिँ पैसा लिएरै सुरुमा, तर पैसा पनि अब आइदर फुल पेमेन्ट अथवा पार्सल पेमेन्ट दुइटै तरिकाले पे गर्न मिल्ने चाहिँ बनाउन खोजेको। अनि अर्को कुरा हजुरले Booking.com-मा पे एट अब होटेल भन्ने अप्सन किन नदिएको भन्ने कुरा छ। अब पे एट होटेल दिन पनि सक्नु त सकिन्थ्यो, नसकिने चाहिँ होइन होइन। तर यसमा चाहिँ फुल्ली डिजिटल बनाउनको लागि अब Booking.com-हरू जस्तो प्लेटफर्महरूले के गर्नुहुन्छ, उहाँले चाहिँ मन्थली इन्भोइस पठाउनुहुन्छ, पैसा चाहिँ होस्टलाई चाहिँ पैसा पठाइदिए भन्नुहुन्छ होइन। एउटा प्रब्लम त्यो पनि थियो। अब होटेलहरूले चाहिँ अब दुईटा बुकिङ आयो महिनाको $20 को उहाँले 12%को दरले होइन $2.5 पठाउनु पर्यो फर इक्जाम्पल। अब त्यो पठाउनको लागि कति ह्यासल थियो, नेपालबाट बाहिर पैसा पठाउन अप्ठ्यारो होइन, त्यो सबै हिसाब हामीले चाहिँ के गर्छौँ, पेमेन्टहरू चाहिँ सुरुमै स्प्लिट गरेर होस्टलाई दिने पार्ट र अब बस्योले कमाउने पार्टहरू हामी सुरुमै स्प्लिट गरिदिन्छौँ, सो द्याट होस्टको लागि उताबाट पैसा कलेक्ट गरेर ल्याउनु पर्ने होइन। जस्तै हामीले चाहिँ काउन्टरमै पैसा तिर्ने गऱ्यौँ भने त फेरि होस्टबाट पैसा कलेक्ट गर्नु पर्यो, त्यो ह्यासलहरूलाई चाहिँ मिनिमाइज गरौँ भन्ने हिसाबले चाहिँ प्रिपेमेन्टको मोडालिटीलाई नै अगाडि सारेको। ओके, हस्। सो अब हामीले जुन बस्योमा देखिने होटेलको फोटोजहरू हुन्छ होइन, होटेलको रुम टाइपमा चाहिँ हामी फोटोजहरू देख्छौँ, राम्रो फोटोजहरू चाहिँ हालिरहनु भएको हुन्छ होइन। त्यो चाहिँ अरू प्लेटफर्ममा हेर्दाखेरि पनि कतिपय केसेसहरू चाहिँ जस्तो नभइरहेको अवस्था हुन्छ नि त। जस्तो फोटोज एउटा हुन्छ, अनसाइट जाँदाखेरि अर्को देखिरहेको होइन। अब तपाईँहरूकोमा अनबोर्ड हुँदै गर्दा प्रपर्टीहरूले पनि त्यही टाइपको फोटोजहरू प्रोभाइड गर्नुभयो भने चाहिँ त्यसलाई चाहिँ कसरी चाहिँ अब इन्स्योर चाहिँ कसरी गर्नुहुन्छ, रियल वान नै हो भनेर चाहिँ? हजुर, अब यसमा चाहिँ प्रपर्टी लिस्टिङको केसमा हामीले त्यसलाई क्युरेट गर्ने भनेर भन्छौँ होइन। क्युरेसनको मोडालिटी के हो भन्दा सुरुमा चाहिँ अब एउटा होटेल हामीसँग लिस्टिङ हुन आउनुभयो भने अब सुरुमा त हामीले फर्स्ट स्टेप भनेको बिजनेस रेजिस्टर्ड छ कि छैन हेर्छौँ। फर्स्टमा उहाँहरू चाहिँ लिगल इन्टिटी हुनु पर्यो, एउटा कतै
कुनै बिजनेस कतै न कतै हुन्छ नि एउटा गभर्मेन्ट बडीमा रजिस्टर भएको हुनु पर्यो। एउटा फर्स्ट केस त्यो भयो होइन। त्यो नभइकन चाहिँ उहाँहरू इस्टाब्लिसमेन्ट हो कि होइन भन्ने कुरा थाहा नहुन सक्छ फर्स्ट कुरा। त्यसपछि रुमहरूको टाइप र सबैको लागि चाहिँ हामीले बेसिकल्ली हामीले चाहिँ फिजिकली नै इन्सपेक्ट गर्छौँ होइन। अब जस्तै अलिकति रिनाउन्ड प्रपर्टीहरू छ, जस्तै प्रिमियम प्रपर्टी, स्टार प्रपर्टीहरू छ भने त्यसमा चाहिँ भिजिटै गर्नुपर्ने निड पनि नहुन सक्छ। तर त्यस्तो केसमा पनि हामीले गएर हाम्रो यता टिम गएर, सेल्सको टिमहरू गएर भिजिट गरेरै हेरेर होइन सबै कुरा भेरिफाई गर्नुहुन्छ। त्यसपछि सबै एभ्रिथिङ गुड छ भने चाहिँ अनि बल्ल हामी त्यसलाई चाहिँ पब्लिस गर्छौँ अनि बल्ल त्यो लाइभ हुन्छ। ओके, भनेपछि फुल अन भेरिफिकेसनको त्यो स्टेप वाइज नै हजुरहरूले चाहिँ भेरिफाइड प्रपर्टीहरू अनबोर्ड गर्नुहुन्छ। ओके, सो अब ट्राभलरको साइडबाट होइन हाम्रो चाहिँ वेब र एप दुइटै नै छ, त्यो चाहिँ कतिको इजी छ, इजी फर ट्राभलर? किनकि अब होटल बुक गर्नकै लागि मल्टिपल स्टेप्सहरू भयो भने त्योभन्दा त इजी अनसाइटै गएर गर्ने भन्ने पनि होला कतिपय ट्राभलरहरूको होइन। अनि त्यो ट्राभलरहरूको चाहिँ लागि कतिको इजी छ र अहिलेसम्म अब हजुरहरूको बिजनेसबाट आएको फिडब्याक अनुसार ट्राभलर्सहरूलाई चाहिँ कस्तो लागेको छ? हाम्रो हजुरहरूको प्लेटफर्म होइन हजुरहरूको एप्लिकेसनबाट चाहिँ होटल बुक गर्दाखेरि कतिको इजी छ भनेर फिडब्याकहरू पनि कलेक्ट गर्नुभएको होला, यसको चाहिँ के छ अहिले? हजुर, अब यसमा चाहिँ हामीले प्रडक्ट सुरुमै बनाउँदादेखि नै अब हामीले चाहिँ अल्फा बिटा टेस्टिङ गर्दा क्लोज सर्कलहरूमा दिएर सुरुमै अब युएक्सहरू हुन्छ नि, अब युजर एक्सपिरियन्स टेस्टिङहरू मजाले गरेर युजरलाई चलाउँदा कस्तो हुन्छ त्यो सबै राम्रोसँग गरेको, त्यो फिडब्याकहरूलाई इन्कर्पोरेट गरेर अहिले जस्ट जुन हाम्रो एप अथवा वेबसाइटको युजर इन्टरफेस छ त्यो चाहिँ एकदमै फ्रेन्डली भएको कुरा चाहिँ सबैजनाको फिडब्याक त्यही नै छ। त्यसमा स्टिल हामी इम्प्रुभ गरिरहेछौँ। तर बुक गर्नको लागि जम्मा 3टा मात्रै स्टेप छ। फर्स्ट स्टेप भनेको सर्च हो। सर्च गर्न एकदमै इजी छ कि डेस्टिनेसनको नामबाट सर्च गर्न मिल्छ कि होटेलको नामबाटै सर्च गर्न मिल्छ। त्यसपछि बुक गर्नलाई डेट सेलेक्ट गर्न पर्यो अनि रुम सेलेक्ट गर्नु। त्यसपछि नेक्स्ट स्टेप भनेको पेमेन्ट हो होइन। त्यति 3टा स्टेपबाट चाहिँ बुक गर्न सकिन्छ। 3टा स्टेप भनेको त्यति धेरै डिफिकल्ट पनि होइन सबै हिसाबले, अरू प्लेटफर्मभन्दा हामी एकदमै सजिलो पनि छ। सो अब अहिले नेपालकै मार्केटमा पनि होइन यस्तो अनलाइन होटल बुकिङ प्लेटफर्महरू चाहिँ धेरै आइराख्दाखेरि, जस्तो पहिलेदेखि नै booking.com पनि हुँदा र प्लस अब मल्टिपल यस्तो प्रोडक्टहरू आउँदाखेरि होइन अब ट्राभलरहरूले चाहिँ भनौँ न उहाँहरूको पनि केही मिसकन्सेप्ट हुन्छ नि त, अनलाइन होटल बुकिङ भन्दा चाहिँ अनसाइटै गएर अथवा चाहिँ फोन कलबाटै गर्दाखेरि बेटर हुन्छ भन्ने जुन खालको अब मिसकन्सेप्ट नै टाइपको छ, त्यसलाई चाहिँ तपाईँहरूले कसरी चाहिँ ट्याकल गरिरहनु भएको छ? जस्तो अनलाइन होटल बुकिङ भन्ने त कतिजनाले चाहिँ स्क्याम हो कि होइन फ्रड हो कि भन्नेसम्म पनि हुन सक्ने चान्सेस हुन्छ नि त। सो त्यो खालको माइन्डसेट भएको ट्राभलरहरूलाई चाहिँ हजुरहरूले गर्दाखेरि कन्भिन्स गर्ने पार्टहरू चाहिँ कस्तो हुन्छ? अब यसमा चाहिँ हामीले कन्भिन्स गर्दाखेरि हामीले भन्ने कुरा भनेको मेन चाहिँ सपोर्टको कुरा हो। जस्तै अब प्लेटफर्मबाट बुक गर्नुभयो, तपाईँलाई कन्फर्मेसन पनि केही आउँदैन, कल पनि आउँदैन, नम्बर पनि छैन, होटेलमा रुम छ कि छैन, जाँदाखेरि बस्न पाइने कि होइन, त्यो खालको एउटा दुविधा हुनसक्छ। त्यस मेन ट्रस्टको फ्याक्टर चाहिँ त्यो हो होइन। अनि हामीले त्यसको लागि चाहिँ हामीले के गर्छौँ, इमिडिएटली कसैले बुक गर्न खोज्नुभयो के गर्न खोज्नुभयो भने कलको थ्रु होइन। अब हाम्रो सिस्टमबाट चाहिँ अब नोटिफिकेसन सबै जान्छ, इमेलदेखि एप छ भने एपमा इन एप पुस नोटिफिकेसनदेखि एसएमएस नोटिफिकेसन सबै हामी पठाउँछौँ। होस्टसँग पनि हामी कल गर्छौँ, त्यसपछि गेस्टलाई पनि कल गर्छौँ, सो द्याट उहाँहरूलाई एउटा ट्रस्ट गर्ने एउटा इन्भाइरोमेन्ट चाहिँ बन्छ होइन। गइसक्दाखेरि मेरो रुम चाहिँ त्यहाँ बाँकी छ, मैले बुक गरेकै रुम त्यहाँ बाँकी छ भन्ने खालको चाहिँ इन्स्योरिटी चाहिँ होस् भन्ने चाहिँ हाम्रो उद्देश्य हो होइन। अनि अर्को कुरा प्राइसिङको कुरा पनि आउँछ यसमा। जस्तै प्राइसिङको पोइन्टमा चाहिँ मैले होटेलमै गएर बार्गेन गर्दा सस्तो पाउँछु भन्ने तपाईँले सोध्नुभयो। अब त्यो केसमा चाहिँ हामीले होटेलसँगको जुन हाम्रो कन्ट्र्याक्ट हुन्छ त्यो कन्ट्र्याक्टमा चाहिँ वाक इन रेट र बस्योमा भएको रेट केही पनि फरक पर्दैन। अझै कति धेरै होटेलहरूमा त तपाईँको वाक इन रेट भन्दा बस्योमा भएको रेट सस्तो पनि छ। सस्तो हजुर, किन भन्दा हामीले चाहिँ होटेलहरूको लागि चाहिँ जस्तो खालको प्लेटफर्म दिइरहेछौँ त्यसले चाहिँ उहाँहरूको म्यानुअल इफोर्ट, जस्तै त्यहाँ फ्रन्ट अफिसमा बसेर होइन मान्छेले जसरी बुकिङ एन्ट्री गर्न पर्ने, को के भयो कसो भयो, कतिजना आयो, अभाइलेबिलिटी के छ छैन, सबै कुरा जुन म्यानुअली गर्नु पर्थ्यो त्यो कुरा चाहिँ एउटा प्लेटफर्मले चाहिँ ड्रास्टिकली रिड्युस गरिदिइरहेको छ। हामीले त्यो पोइन्टबाट हेरेर उहाँहरूसँग चाहिँ रेट पनि त्यही अनुसार लिइरहेको हुन्छ। ओके, सो अब हामीसँग अलरेडी नै बस्योमा धेरै होटलहरू पनि हुनुहुन्छ होला होइन, ट्राभलर्सको फ्लो पनि त्यही अनुसारको छ होला। तर पनि अबको चाहिँ भनौँ 3 देखि 5 वर्षको भित्रमा बस्योलाई चाहिँ कुन लेभलमा लाने र अब नेपालको हस्पिटालिटी ट्राभल टुरिज्मको एरियामा चाहिँ, टुरिज्मको क्षेत्रमा चाहिँ तपाईँले कसरी अब बस्योले चाहिँ कसरी इम्प्याक्ट पार्न सक्छ
भन्ने के छ तपाईँहरूको भिजन अब 3 देखि 5 वर्षको भित्र चाहिँ? हजुर, अब हाम्रो चाहिँ 3 देखि 5 वर्षको नेपालभित्रको लागि चाहिँ हस्पिटालिटीको हाम्रो भिजन भनेको चाहिँ हामी चाहिँ वान अफ द लिडिङ प्लेटफर्मै हुने हो होइन। डोमेस्टिक टुरिज्ममा जति पनि डोमेस्टिक ट्राभलरहरूले होटेल अथवा एकोमोडेसनहरू बुकिङ गर्नुहुन्छ त्यसको एटलिस्ट 15 देखि 20% हिस्सा चाहिँ बसिएको हुनुपर्छ भन्ने चाहिँ हाम्रो एम हो होइन। त्यो नम्बर चाहिँ हामीले यसै भनेको होइन, त्यसको पछाडि एउटा ऊ पनि छ, डेटा पनि छ। जस्तै 2024मा चाहिँ जति पनि डोमेस्टिक होटेल बुकिङ भएको छ, जति पनि एकोमोडेसनको बुकिङ भएको छ, त्यसमा चाहिँ 15% जति चाहिँ डिजिटल पेमेन्टको थ्रु पेमेन्ट भएको छ। जस्तै होटेल बुकिङ मैले चाहिँ गएर फ्रन्ट डेस्कमै गरेँ भने पैसा तिर्दा चाहिँ क्युआरको थ्रु मैले पे गरेको छु। कनेक्ट आइपिएसबाट होला अथवा खल्तीबाट होला अथवा अरू कुनै मेथडबाट होला होइन। अब त्यो युजरहरू भनेको चाहिँ डिजिटल्ली अवेर छन्, उहाँहरूलाई पेमेन्ट गर्न, डिजिटल पेमेन्ट गर्नलाई केही पनि इस्यु छैन। त्यस्तो युजरहरूलाई चाहिँ हामीले चाहिँ बसियोमा ल्याएर बसियोबाट त्यो युजरको बुकिङ गराउन सक्यो भने होइन, त्यो चाहिँ हाम्रो लागि एकदम विन विन सिचुएसन हुन्छ होइन। अहिले पनि अब नेपालमा हामी वान अफ द लिडर नै हो होइन, यो हस्पिटालिटीको होटेल बुकिङको यो अथवा होटेल अथवा एकोमोडेसन बुकिङमा चाहिँ हामी लिडरै हो। अझ यो अझै हाम्रो स्कोपलाई चाहिँ हामी बढाएर अहिले हामी अलिक बढी सिटी सेन्टर्ड छौँ। अब यसलाई चाहिँ जस्तै ट्रेकिङको ट्रेलहरू जस्तै अन्नपूर्ण ट्रेलहरूतिरको, लाङटाङको होइन, अब एभरेस्टको ट्रेलतिर अथवा अलिकति रिमोट एरिया जहाँ चाहिँ अब कम्युनिटीले रन गरेको अब होमस्टेहरू छ, सानो टी हाउसेसहरू छ होइन, त्यस्तोलाई चाहिँ डिजिटल बनाएर उहाँहरूलाई अझै राम्रोसँग होइन बिजनेसको बारेमा डिजिटल्ली कसरी अवेर हुने, डिजिटल्ली कसरी उहाँहरूले चलाउने होइन हुन्छ नि, त्यो सबै कुरालाई अवेर गराएर एज अ कम्युनिटी नै हामी अगाडि बढ्ने भन्ने चाहिँ हाम्रो सोच हो होइन। अब त्यो सँगसँगै फेरि 3 देखि 5 इयर्समा हामी नेपालभन्दा बाहिर पनि जाँदैछौँ। सो त्यसको पनि प्लान छ। सो हामी चाहिँ वी आर स्टार्टिङ विथ नेपालको नजिकैको कन्ट्रीहरू जस्तै इन्डिया, बङ्गलादेश, इन्डोनेसियाबाट चाहिँ हामीले सुरु गर्दैछौँ होइन। हस्पिटालिटीमा अब हामीले एकोमोडेसन मात्रै होइन, अब अरूतिरको सर्भिसको पनि केही काम गर्छौँ होइन। अब जस्तो तपाईँले भन्नुभयो जस्तै अब कमिङ डेजमा चाहिँ बसियो विल बी नम्बर 1 एन्ड अब सेकेन्ड थर्ड पनि आउला होइन। नेपालमै बिल्डअप भएको स्टार्टअपहरू अथवा चाहिँ कम्पनीजहरू चाहिँ यो चाहिँ सेम टाइप अफ प्रोडक्ट अनलाइन होटेल बुकिङ नै भनेर अब त्यो चाहिँ कम्पिट गर्न पनि त गाह्रो होला। अलरेडी इन्टरनेसनल त छ नै होइन। अब जस्तो कुनै न कुनै कम्पनी ग्रोइङ हुँदै गर्दा त्यही टाइपको सेम मोडल लिएर अरू पनि आउन सक्छ नि त होइन। त्यो बारेमा चाहिँ के छ त, कम्पिट नै गर्नु पर्यो भने पनि अथवा चाहिँ अरू प्रोडक्ट नै सेम वेमा आइदियो भने चाहिँ कसरी ट्याकल गर्नुहुन्छ त्यसलाई? हजुर, अब यसमा यस्तो छ, अब मार्केटमा प्रडक्ट आउनलाई कसैले छेक्न सक्दैन होइन, फर्स्ट कुरा। अब यसमा चाहिँ मार्केटमा चाहिँ जो अगाडि आउँछ होइन, द्याट्स अ मार्केटको अब हुन्छ नि लिडर पनि हुन सक्यो, हामीलाई फर्स्ट मुभर एडभान्टेज पनि हुन्छ। अब यो इन्डस्ट्रीमा फेरि अलिकति रिलेसनसिपको कुरा पनि आउँछ। अब हामीले अलिकति लकडाउनमा अहिले लगभग 3 वर्ष भइसक्यो होटेलहरूसँग सँगै काम गरिरहेको छौँ होइन। होटेलहरूसँग काम गर्दै गर्दा एउटा रिलेसन बिल्ड भइसकेको छ होइन। अब एउटा भनौँ न अब एपकै डाउनलोड लगभग हाम्रो 1 लाख जति एपको डाउनलोड पुगिसकेको छ होइन। त्यति धेरै मान्छेहरूले हामीलाई ट्रस्ट गरिसक्नु भएको छ होइन। अब त्यो युजर बेस बनाउन, त्यो रिलेसन बिल्ड गर्नलाई नयाँ प्लेटफर्महरूलाई अलिकति टाइम पनि लाग्छ। किन भन्दा नेपाल जस्तो कन्ट्री होइन, कन्ट्रीमा चाहिँ अब भनौँ न मान्छेहरूले झ्याप्पै नयाँ प्लेटफर्महरूलाई अलिकति ट्रस्ट पनि गर्दैनन् होइन। अनि त्यो हिसाबले हो। तर अब मार्केटमा चाहिँ जुन राम्रो प्रडक्ट छ त्यो टिक्ने त हो नि होइन। अब त्यसमा चाहिँ हामीले चाहिँ एउटा गेस्टको एक्सपिरियन्स, ट्राभल एक्सपिरियन्स, प्राइसिङ एन्ड सबै स्ट्राटेजीहरूमा चाहिँ होइन। अब जस्तै अहिले म्यानुअल्ली कति प्राइसिङहरूको कुरा छ, त्यसमा चाहिँ अब टेक्नोलोजीको हिसाबले अब एआईहरू युज गरेर होइन, अब अटोमेसन गर्नेदेखि सबै कुराहरू चाहिँ सो हामीले गर्दैछौँ होइन। त्यसले गरेर चाहिँ हुन्छ नि अब आई थिङ्क नयाँ प्लेटफर्म आउनेलाई त्यस्तो सजिलो हुनेवाला चाहिँ छैन। हजुर हजुर। सो ओके, यो सँगै अब हजुरलाई चाहिँ अब लास्ट क्वेसन नै भनौँ होइन। जस्तो बसियोको पनि एउटा अब कम्युनिटी टाइप बिल्ड भइसकेको छ, रिलेसन एउटा बिल्ड भइसकेको छ भन्नुभएको छ। त्यो चाहिँ चाहे ट्राभलरसँग होस् अथवा चाहिँ होटेल्ससँग चाहिँ भएको छ तपाईँहरूको बिल्ड भन्ने। अब त्यो कोर ट्राभलर र होटेल्सलाई चाहिँ हजुरको पार्टबाट म्यासेज जस्तो नट ओन्ली बसियो मात्रै होइन कि डिजिटल्ली नै अगाडि बढ्नुपर्छ ट्राभलरलाई पनि होटेल्सलाई पनि, त्यसको लागि चाहिँ तपाईँले फाइनल म्यासेज चाहिँ के हुन्छ? हजुर, बोथ बसियो होस् अथवा चाहिँ कुनै अरू नै डिजिटल्ली अगाडि बढ्नको लागि। हजुर, अब सुरुमा चाहिँ ट्राभलरहरूकोबाट स्टार्ट गर्दा अब हामी अलिकति डिजिटल एजमा पनि पुगिरहेछौँ, संसार धेरै अगाडि बढिसकेको छ होइन। अब होटेल बुकिङ भनेको अब भनौँ न बाहिर फर्स्ट वर्ल्ड कन्ट्रीहरूले 19th सेन्चुरीदेखि
होइन अनलाइन गरिरहेको कुरा हो होइन अब हामी 20 जस भनौँ न अब अहिलेको यो जमानामा चाहिँ नेपालमा त्यो एडप्टेसन चाहिँ त्यति गाह्रो पनि होइन नयाँ जेनेरेसनहरूले इजिली डिजिटल प्रडक्टहरू युज गरिरहेछ होइन इ कमर्सको साइटबाट बाई गर्ने फुडहरू अनलाइन डेलिभरी लिनेदेखि सबै कुराहरू गरिरहेको छ सो अब एयरलाइन्सको टिकट बुकिङ जस्तै अब होटेलको बुकिङ पनि एभ्री एपमा आउने नै वाला छ सो एडप्टेसन चाहिँ इनेभिटेबल छ तर ट्रस्टको हिसाबले चाहिँ तपाईँहरूले चाहिँ अब डिजिटल प्रडक्टहरूलाई चाहिँ ट्राई गर्नुहोस् एकचोटि फिडब्याकहरू दिनुहोस् होइन अब त्यसमा चाहिँ त्यो फिडब्याक हामीले लिएर हामी प्रडक्ट एज अ प्रडक्ट अलिकति मेच्योर हुँदै गयौँ भने चाहिँ होइन अब कहिले पनि पछाडि फर्केर हिँड्नु पर्दैन होइन तपाईँहरूको लागि चाहिँ जहाँ जाँदाखेरि पनि फोन गरेर कस्तो छ के छ भन्ने ह्यासल पैसाको बार्गेन गर्न पर्ने निडहरू कहिले पनि हुँदैन होइन ट्राभल गर्ने बेलामा चाहिँ बुक गरिसकेपछि ढुक्क गरेर बस्ने इन्भाइरोमेन्ट चाहिँ हामी बनाउँछौँ र तपाईँहरूले चाहिँ ट्रस्ट गरिदिनु पर्यो प्लेटफर्महरू युज गरिदिनु पर्यो होइन एउटा त्यो ट्राभलरहरूको लागि अब होटेलियर्सहरूको लागि चाहिँ हामी चाहिँ के भन्छौँ भन्दा डिजिटल हुनैपर्छ होइन डिजिटल भइराख्दाखेरि सबैको काम सजिलो हुनेवालै हो अब त्यसमा चाहिँ हामीले प्रोभाइड गरेको प्लेटफर्म तपाईँहरू चलाउनुहोस् बिजनेसको हिसाबले ग्रोथ गराउने काम चाहिँ हाम्रो हो होइन अब हामी ग्रो हुँदाखेरि तपाईँहरू पनि ग्रो हुने हो एज अ एउटा कम्युनिटीमा बसिसकेपछि सबैजना ग्रो गरियो भने चाहिँ देशको इकोनोमी नै के हिसाबले राम्रो गर्न सकिन्छ भन्ने नै हो ओके हस् थ्याङ्क यू दिपक सर सो अबाउट बस्यो र अब यसलाई चाहिँ ट्राभल र होस्टसम्म कसरी पुर्याउने भन्ने कुरा पनि पार्टहरू पनि भन्नुभयो तपाईँले सो अब लास्ट एउटा नै भनौँ न हजुरलाई फेरि एउटा लास्ट क्वेसन जस्तो मेरो माइन्डमा ठ्याक्क आइहाल्यो त्यही भएर मैले सोधिहालेँ होइन जस्तो स्टार लेभलको होटेलहरूले चाहिँ इजिली नै एड्याप्ट गर्न सक्नुहुन्छ होइन हजुर उहाँहरूबाट चाहिँ इजी नै हुन्छ तर चाहिँ अब नन स्टार बजेट होटेलहरूले चाहिँ एड्याप्ट गर्न सक्नु हुँदैन नि त अनलाइन प्लेटफर्महरू प्राय होइन उहाँहरूसँग चाहिँ म्यान पावरको कमी हो अथवा चाहिँ डिजिटल्ली नलेजको कमी हो होइन जे पनि हुनसक्छ फ्याक्टरहरू चाहिँ तर त्यो चाहिँ किन त जस्तो नेपालमा अथवा बाहिरकै भनौँ नेपालमै पनि अब स्टार चेन होटेलहरूले चाहिँ अलरेडी डिजिटल्ली नै अगाडि बढ्दै हुनुहुन्छ नि अब बजेट फ्रेन्डली होटेल्सहरू चाहिँ किन त्यसमा चाहिँ आउन सकिरहनु भएको छैन अब यसमा चाहिँ मेन कुरा चाहिँ रिसोर्सको कुरा पनि हुन्छ होइन जस्तै स्टार प्रोपर्टीहरू एउटा राम्रो इस्टाब्लिसमेन्ट हो उनीहरूसँग त्यो अनुसारको ह्युमन रिसोर्सहरू पनि छ टेक्निकल एक्सपर्टिजहरू पनि छ डिजिटल प्रडक्ट चलाउने एक्सपर्टिजहरू पनि छ होइन फेरि उहाँहरूले त्यो युज गर्नै पर्ने हुन्छ किन युज गर्नुपर्ने हुन्छ भन्दा बुकिङको लागि मल्टिपल च्यानलहरूबाट बुकिङ आउँछ होइन त्यो चाहिँ अब धेरैवटा रुम भइराख्दा ठुलो प्रपर्टी भइराख्दाखेरि त्यो चाहिँ एकदमै अनम्यानेजेबल पनि हुन्छ त्यही भएर उहाँहरूको लागि चाहिँ कतिलाई चाहिँ बाध्यता होला कतिलाई चाहिँ इजको लागि भए पनि उहाँले चलाउनुहुन्छ होइन अब स्मल स्केलको अलिकति एसएमई होटेलहरूको लागि रिजोर्टहरूको लागि चाहिँ कस्तो छ भन्दा कतिले चाहिँ अब अहिले पनि पेपर बेस्डमा होइन ढड्डामै लेखेर काम चलाइरहनु भएको छ होइन अब हाम्रो उद्देश्य के हो भन्दाखेरि हामीले एउटा एप दिन्छौँ एप दिइसकेपछि होस्टले त्यही आफ्नो फोनमा राखेर फोनबाटै सबै कुरा म्यानेज गर्न सक्नुहुन्छ बुकिङदेखि एभ्रिथिङ होइन अब उहाँले अब वेबसाइटबाट गर्छु होइन ल्यापटपबाट गर्छु भने पनि उहाँहरूको लागि सजिलो भयो होइन अब ओनरले पनि त्यही एप राख्न सक्नुभयो म्यानेजर अथवा फ्रन्ट डेस्कमा बस्ने मान्छेले त्यही एप राखेर बुकिङदेखि एभ्रिथिङ त्यहाँबाट म्यानेज गर्न सक्नुभयो अब यसको लागि हामीले अब ट्रेनिङको लागि अब त्यस्तो एसएमई जसलाई चाहिँ अलिकति डिजिटल्ली सुरुमा एडप्टेसनको लागि अप्ठ्यारो छ उहाँहरूको लागि ट्रेनिङ गराएर होइन मार्केटमा चाहिँ हाम्रो अफिसबाट चाहिँ पठाउँछौँ ट्रेन गराउनलाई अनि उहाँहरूले चाहिँ त्यो प्रडक्ट चलाइसक्दाखेरि चाहिँ उहाँहरूलाई पनि सजिलो लाग्छ मोस्टली चाहिँ एडप्टेसन त्यसरी भइरहेछ ओके हस् थ्याङ्क यू दिपक सर फर यर टाइम एन्ड अब यो चाहिँ बसियोको फर्स्ट एपिसोडमा हामीले अबाउट बसियो होइन बसियोको स्टार्टिङ र बसियोको अब भिजन मिसन होइन अब फ्युचर प्लानिङहरू सबै कभरअप गरिसकेका छौँ हामी नेक्स्ट एपिसोडमा फेरि भेट्नेछौँ टक विथ बसियो हेर्दै गर्नु होला थ्याङ्क यू